तिमी मेरो मनको मान्छे दुई मुटु भयो एउटा साथै जुनी उनी मेरो नछुटाइदेऊ देउता 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 तिमी मेरो कलम बन्नु म बनुला मसी पुरै जीवन काट्न मन छ तिमी सँगै बसी देउता 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 सबैको गाउँ बनेन भनेर दोष मात्र लगाउन जानेछ हाम्रो गाउँलेहरूले। कसैले चासो छैन यसो राम्रो बनाऊ भनेर। यति हो त हाम्रो गाउँले खो उपस्थिति हो त नि दाइ। अब पानी सबैलाई चाहिएको छ कि बा सबैको घर घरमा काम भएर पनि आउनु भएको हो कि पोहोर साल पनि हाम्रो गाउँको ट्याङ्की खोलाको भलले पुर्यो। अब यसरी भएन। ढलानको राम्रो ट्याङ्की बनाउनु पर्यो। ढलान बनाएर आधी पैसा राजन भाइले हाल्ने रे, बाँकी पैसा चाहिँ हामी मिलेर राख्नु पर्यो। सबै गाउँलेहरू मन्जुर हुनुहुन्छ त? पानी चाहिँ सबै गाउँलेहरूले खाने अनि सहयोग चाहिँ हामीले गर्ने। अनि ठुला बडाहरू अरू पनि त हुनुहुन्छ नि। हामी बोलिरहनलाई जरुरत छैन अरे के। अब पैसा चाहिँ सकिन्न, श्रमदान गरेर चाहिँ सकिन्छ। रुपियाँ भयो नि सहयोग हो, 1000 भयो नि सहयोग हो, 1-150 म सहयोग हो। श्रमदान गर्ने कि पैसा सहयोग गर्ने? अब श्रमदान पनि गर्ने, अहिले पैसा पनि सहयोग गर्ने। हामी के गर्ने दिदी? खै अब घरमुली पनि सँगै आउनु भएको छ। अब मैले केही बोल्यो कि पोल्यो हुन्छ। हेर राजन भाइ, गाउँलेहरूको कुरा सुन्यो भने त यो गाउँलेहरू कसैलाई पनि पानी चाहिएको छैन। अब तिमीले आधी पैसा सहयोग गरेर के गर्छौ? ताले यो अब यसरी भएन। ढलानको राम्रो ट्याङ्की बनाउनु पर्यो। ढलान बनाएर आधी पैसा राजन भाइले हाल्ने रे, बाँकी पैसा चाहिँ हामी मिलेर राख्नु पर्यो। मेरो इच्छा नै सबै गाउँलेहरूले पानी खानु पाउनुपर्छ भन्ने नै हो। हुन त हो नि। अब गाउँलेको कुरा सुनिहाल्यो, तिम्रो आधी पैसाले बन्दैन। अब यिनीहरूको ताली हो। त्यही त भने पानी हामी सबैलाई चाहिएको छ नि। यसो सबैजना मिलेर हामी गर्दा त हुन्छ नि। बुढो जाउँ हामी पनि घरमा कति काम छोडेर आएर। ल हामी बुढाबुढीको तर्फबाट चाहिँ पैसा पनि सहयोग हुन्छ जो सकेको र श्रमदान पनि गर्छौँ हामी। हाम्रो तर्फबाट चाहिँ गर्छौँ है हामी दाइ। जाउँ। लु है, दाजु भाउजूको कुरा चाहिँ विश्वास नगर्नु। केही पनि सहयोग गर्दैनन्, मुखले मात्र ठिक्का पारेका। देख्नु हो त? दाइ अब हामी चाहिँ के गर्ने? के गर्ने भन्ने? अब तिमी हामीलाई मात्र पानी चाहिएको होइन। अब सबैजनाले गर्ने, नत्र पनि आफ्नो घर जाने। अब आफ्नो घर जाने हेरे केटा म त लागेँ। जाउँ। ल हामी पनि जाउँ न अब। ल त पानी खुवाउनु भनेको धर्म हो। तिमीले धर्म गर्न लागेको कसैले तेरो दिए देखिहाल्यो छरपष्ट भएको। तपाईँले भनेकै जस्तो भयो। यहाँ त देउता पनि तेरो र मेरो हुन थालेछ।
जाओ राजनेको पिठमा झिङ्गा बस्यो होला धपाओ। झन् मैले तिमीहरूलाई त्यो पानीको मिटिङमा जानु हुँदैन भनेर भनेको। झन् त्यही लुरुक्क पारे मुन्टे छ होइन? हामीलाई भन्छ तेरो दाजुभाउजू गएनन्। उठ्नुस् त। मेरो घरको बारेमा धेरै बोल्ने होइन ल। जहाँनिर दुख्छ नि बढी त्यहीँनिर हिर्काइदिउँला। त्यो राजनेको समाजसेवाले हाम्रो भविष्य बन्छ। म चाहिँ हाम्रो गाउँमा छुट्टै समूह बनाऊ भनेर सोच्छु। तिमीहरू चाहिँ त्यसकै पछि लाग्छौ होइन? तेरो दाजुभाउजूले पनि राजालाई समर्थन गर्छ नि, तिनीहरूलाई पनि सम्झान। अनि दाजुहरू तपाईहरूको पनि त धेरै दुख्ने ठाउँ होला नि, त्यही हिर्काइदिन्छु भनेको सुन्नु भएन? अर्काको घरको बारेमा बेसी बोल्ने होइन। के गरिदिनु पर्यो हामीले तँलाई? समाज सेवा होइन, गाउँको दाजुभाइहरू कसरी बिगार्ने त्योतिर ध्यान दिन पर्यो। पहिला गाउँको घर घरमा जाने, अनि त्यहाँ गाउँको श्रीमतीहरूलाई तिमीहरूको लोग्ने अरू केटी घुमाउँदै हिँड्छ भनेर भन्ने। त्यसपछि घर घरमा बुढाबुढीको झगडा हुन्छ। झगडा भइसकेपछि के हुन्छ थाहा छ तिमीहरूलाई? बुढाहरू भट्टीतिर, बुढी माइततिर। होइन, यसमा अनि हाम्रो फाइदा चाहिँ के हुन्छ? जवाब फर्काएको सुन्दा त दुख्ने ठाउँमै हान्न मन लागेको छ। फाइदा के हुन्छ यता सुन। भट्टी हामीले नै खोल्ने, अनि जुवा अड्डा पनि हामीले नै खोल्ने। त्यस पछाडि यी सारा गाउँलेहरूको सम्पत्ति हाम्रो भएन? त्यसैले म भन्छु घर घरमा गएर कुरा लाउने काम गर अहिलेबाट। होइन, किन बोल्दैनौ तिमीहरू? गरेकै त छैन। बो खुचिङ गर्नु पर्दैन, मैले केही पनि गरेको छैन। रात दिन मुखमुखै नलाग। आमा पछिको आमा हो भाउजू पनि। अब नन्दलाई नै छोराछोरी मान्ने त होला नि, आफूले जन्माउन सकेको छैन।
दाजु भाउजूको सल्लाहले नजन्माएको हुनसक्छ। तैँले भाउजूलाई बचाउनुपर्छ। दाइले गाली गर्यो, अब त यो घरबाट निस्केर जान्छे भनेर सोच्या होला। जान्न। रोशनी, तिमी चित्त नदुख है। के गर्नु? यो जन्मिने बित्तिकै आमा बितिहाल्नुभयो। बाख्राको दुध खाएर हुर्के कि यस्तै त हो नि। जन्मिँदै उहाँले पशुको दुध खाएर हुर्के पनि उहाँको शरीरमा मान्छेकै रगत त बगेको छ नि हजुर। मलाई नानीले देखि सहनुहुन्न। तर पनि केही छैन, उहाँ हजुरको बहिनी हो, मेरो नन्द हो। मैले गर्ने माया अनि रेस्पेक्टमा कहिले कमी हुने छैन। मलाई थाहा छ हजुर, यो मेरो घर हो। दाइलाई र मलाई बाहेक हाम्रो आमाले अरूलाई जन्म दिनु भएन। यार बहिनी, हरेक कुरामा भाउजूलाई दोष लाउने काम नगर। पाप धर्मको अघि ख्याल गर। देउता भन्ने कुरा संसारमा अझै छन्। देउता तपाईँको मात्र हो क्या हो, सबैको होइन? मैले कहाँ मेरो मात्रै भनेको छु र नानी, देउता त सबैको हुनुहुन्छ। खोज्न हिँडिहाल्नुपर्छ। पाकडुङडुङ कति बजे आएको कति बजे गएको? कहाँ चाहिँ जान्छु र म? के पहिला गइहाल्छ भनेर खोज्दै हिँडेको? ए पाकडुङडुङ, पहिला त पहिला मसँग, अब गयो भने त दोस्रो दोस्रो। आफ्नो कोही छ भने मात्र श्रीमतीलाई शङ्का गर्छ रे। मलाई त तिमीप्रति शङ्का लागिरहेछ। अब छैन छैन, कोही छैन। यसरी शङ्का गर्न थाल्यो भने चाहिँ अर्को ताली हुनसक्छ है, भनिदिन्छु म। त्यो राजनले पैसा नदिएर दिमाग तातिरहेको बेलामा ठिक भन्यो। बिहानदेखि तताएको तातो भात अहिले सेलाइसक्यो। ठिक भन्यो, एकदम ठिक भन्यो। जे गर्नु पनि श्रीमती चाहिने। अब श्रीमती नभइकन संसारमा कोही केही हुन्छ त? यिनीहरूले पनि त्यही राजनीसँग पैसा माग्दा रहेछन्। नपत्याउन त पाइयो नि, तर यही यहाँले देखेको अँगालो हालेको। तपाईँ त बुढो मात्रै हो रे, माया त अर्कैले गर्ने हो रे। यही भनेको। ए पाकडुङडुङ, बुढो चाहिँ म मात्र, माया चाहिँ अरूहरूलाई है? यो कुरा सुनेर तपाईँलाई रक्सी खान जुवातास खेल्न मन लाग्यो हो? यदि त्यस्तो हो भने हामीलाई सम्झनुहोस्। जुवातास खेल्ने अखडा र बट्टी छिटै नै खोल्दैछौँ। ए पाकडुङडुङ, उसले अरूहरूलाई माया गर्यो भने मैले पनि अरूहरूलाई नै माया गर्छु। म बिग्रिनेवाला छैन। के कुरा गरे दाइ? स्वास्नीले अर्कोलाई माया गरेछ त बिग्रिनु पर्छ त। अब त तपाईँले जुवातास खेल्नु पर्छ। त्यति मात्रै कहाँ हो र? रक्सी खानुपर्छ, अर्को बुढी आउनुपर्छ, बुझ्नुभयो? जुवातास पनि खेल्दिन, रक्सी पनि खान्न। अर्को चाहिँ पाकडुङडुङ। ल जा। ए अर्को चाहिँ पाकडुङडुङ? पाकडुङडुङ होइन के, ज्याना कुटी झ्याइ पारेर ल्याउँछु भने
हजुर पुरै बुझ्नुहुन्न रहन्छ। के भने तिमीहरूले ल्याउँदैनन्। मसँग रिसा पनि मेरो बुढा त्यस्तो छैन, बुझ्यौ तिमीहरूले? ल्याउँदैन अरे यसरी अँगारो मारेको त हामी तिनजनाले देखे है। हो त्यति मात्रै कहाँ हो र, त्यो केटीको सलले मुख छोपेर के गरे त्यो पनि भन्नु न दाइ। हो कि क्या हो? आजकल अलिअलि सेन त अर्कै बास्ना आउँछ त। बास्नु मात्रै होइन तपाईँ बुढो गाउँभरि डुङडुङ बनाइसक्यो। गनायो मात्रै होइन दाइ, भाउजूलाई एक्लै बनायो। यति कुरा सुनेर तपाईँलाई जाँड रक्सी खान जुवातास खेल्न मन लाग्यो भने हामीलाई सम्झिनु होला है त। टेन्सन मात्रै भयो रे, बुढाले अर्कै ल्याउने भए त आएर अघि नै ढलिसक्नु पर्थ्यो। म हुँदै अर्को ल्यायो भने देउताले हेर्छ। हेर्छ तर देउताले कहिले हेर्छ के? गरिबी मात्र भइयो। अहिले भने अलिअलि पारा आयो गाउँलेहरू भड्काउने। भने त मान्नु पर्यो नि दाइहरू, नत्र फेरि दुख्ने ठाउँमा कुटाइ खाइन्छ। छिटो गर है, छिटो गर। मलाई माइती घर छोड्नु मन छैन। दाजुको रिसालु माया, भाउजूको घुमाउरो हेपाई, तर न कसैको डर न कसैको भर। मलाई चाहिन्छ बाँचुन्जेल मेरै माइती घर। त्यो को हो पाकडुङडुङ? बरु तिमी भन न त्यो को हो? बुढो चाहिँ म, माया चाहिँ त्यसलाई है। सिन्दुर लाएर हिँड्नु भन्छ, म सलले मुख छोपेर बस्ने त्योसँग? त्यो को हो भनेर भनिनस् भने मैले जानेछु पाकडुङडुङ। मलाई चाहिँ बरु त्यो सलले मुख छोपेर बस्ने को भनेर भने मैले जानेछु। होइन हिँड्ने चाहिँ त, गल्ती चाहिँ मलाई। सलले मुख छोपेर बस्ने चाहिँ तिमी, शङ्का चाहिँ मलाई। तेरो भएर त सबैले मलाई भन्यो नि, नभएको भए मलाई भन्छ पाकडुङडुङ। तिमी पनि त सलले मुख छोपेर बसेको थियो रे त केटीसँग, त्यसै भन्छ मलाई। तेरो छ, तिम्रो छ, तेरो छ, तिम्रो पनि छ। लौ जो जसको भए पनि झगडा चाहिँ गरिहालौँ त। लौ त एक अर्कालाई हात हालाला गरौँ त। यिनीहरू सबले भनेको तिमीले मलाई छोड्न लागेको भनेर पाकडुङडुङ। मलाई पनि त यिनीहरूले नि भनेको नि, सलले मुख छोपेर बसे केटीसँग भनेर। मिलेन कि क्या हो? केटा मान्छेको नाममा हुने चिज मात्र छ तिमीहरूको, अरू केही छैन। तिमीहरूबाट हुने केही पनि छैन। जाऊ तिमीहरू। मेरो दाइले भाउजूको खुट्टा मालिस गरे जस्तै तिमीहरू पनि आफू बुढीको खुट्टा मालिस गरेर बसाऊ। यस्ताको के काम गर्नु? छोरी मान्छे हो, न जुम्न मिल्छ न हात हाल्न मिल्छ। अनि त के भन्छ? मेरो मनमा पाप धर्म भन्ने चिज केही पनि छैन। किनभने म सानो छँदा मेरी आमा बित्नु भयो रे। त्यसपछि मैले बाख्राको दुध खाएर हुर्केकी हुँ, बुझ्यौ तिमीहरूले? अनि त के भन्छ? अनि सन्चै नाइ बिरामी बाछु। बेलुका आउँदाखेरि तातो तोरीको तेल तताएर लिएर आउने। किन थाहा छ? मेरो खुट्टा जिउ मालिस गर्नलाई। गरिदिने हो?
रिस्ता तेरो नाक्कै टुप्पामा छ नि। मेरो घर पनि टुप्पोमा छ। अब त आउन भ्याउँदैनस् क्या, त्यही भएर फेतिर झरे कि। अनि तेरो घर टुप्पातिर चाहिँ किन आउनु पर्यो नि? उकालो चढ्न नआउने मान्छेलाई ओह्रालो झर्न मलाई राम्रोसँग आउँछ कि। हिँड। समातेपछि नछोड्नु। अनि त लगन गाँठो कस्नु। यो माइती बसे त घर जोइ नबस्नु। अनि तेरो दाइले देखेन? म चाहिँ समाजले नै देखोस् भन्ने चाहन्छु, तिमी चाहिँ दाइले देखो भन्छौ। छोरी मान्छेसँग हुनुपर्ने चिज भएर मात्रै हुन्छ? अरू के छ तसँग? मसँग भएको तिमी ल्याऊ, तिमीसँग भएको मलाई देऊ। कति फेदतिर मात्र झर्नु क्या, कहिले काहीँ टुप्पोतिर नि आउने गर न। पहिला छोरी मान्छे हुन सिक। छोरा मान्छेले छोरी मान्छेलाई हात हाल्यो भने श्रीमती बनाउँछन् रे। ओ म त कति खुसी छु। बिहे गरेर दिउँ भने पनि माया लाग्छ। माइतमै पालिराख्नु भने पनि भाउजूलाई देखिसान। बहिनीको यतातिर यस्तो चलिरहेको छ, यसरी लग्यो भने पनि ठिकै छ। टन्टै साफ लगेछ, गएछ भने पनि के गर्ने त अब? रोशन के भयो? फटफटाएर आएर छ। के हुनु दाइ, बहिनी क्या, त्यो मेरो बहिनी। तेरो बहिनी। अब दुध अनुसारको व्यवहार हुन्छ भन्थे। बाख्राको दुध खाएकी तेरो बहिनीले। व्यवहार त जनावरकै जस्तो छ। मसँग चाहिँ अलिक डरा जस्तो गर्छ। गाउँले लाएर भाउजू चाहिँलाई खप्लकै खान्छ। तर के गर्नु सुदन दाइ, पहिला त मलाई साह्रै भोकमरी थियो नि। त्यो बहिनी जन्मेपछि म यतिको भएको हो। यही हो के भाइ, सबैजना 32 गुणको लक्षणको हुँदैन। अब तेरो बहिनी 31 गुणको लक्षणको रहेछ। एउटा गुण चाहिँ बैगुण रहेछ क्या। खै दाइ, आजसम्म त त्यसकै भाग्यले खाइरहेको छु जस्तो लाग्छ। तर अर्काको घर जाने जात के गरी घर खान्छे? व्यवहार त्यस्तो छ। हेर भाइ, छोरी मान्छे हो, एक दिन न एक दिन अर्का घर जानै पर्छ। अब जे जति गरिस् तैँले गरिस्, राम्रो गरेका छस् बहिनीको लागि। बहिनी नराम्रो भयो त के गर्ने त? एक दिन जान्छ, दुःख पाउँछ। भोलि दुःख पाएपछि दाइलाई सम्झिन्छ, आउँछ। ल म लागे है।
तिमीले मलाई ठाट्यौ। ल भन, कसको कुरा सुनेर तिमीले मलाई विदेश जानबाट रोक्दैछौ? देउताको कसम खाएर भन, देउताको अगाडि तिमीले ढाट्न सक्दैनौ? भन मलाई। किन बोल्दैनौ तिमी? भन भनेको सुनेनौ? कसको कुरा सुनेर मलाई विदेश जानबाट रोक्दैछौ? तपाईँ सुन्न चाहनुहुन्छ? ल सुन्नुहोस्। दाइ, बिन्ती छ, उहाँलाई पैसा नहालिदिनुहोस्। हामी दुःख सुख यहीँ गरेर खान्छौँ। म उहाँ बिना बाँच्न सक्दिनँ। खोइ बहिनी, म के गरौँ, म त दोधारमा परेँ। हजुरले पैसा हालिदिएर उहाँ कमाउन त जानु होला, तर उहाँ बिनाको एक्लो जिन्दगी के काम? तिम्रो कुरा पनि सही हो बहिनी, तर जिन्दगी पनि त चलाउनु पर्यो नि, होइन र? केही वर्ष कमाएर आएपछि त तिमीहरूकै भविष्य त हो। बिन्ती छ दाइ, मलाई पैसा चाहिएको होइन, मलाई उहाँको साथ चाहिएको हो। उहाँको साथ भयो भने म जस्तो सुकै दुःखमा पनि रमाउन सक्छु, तर उहाँको साथ पाइनँ भने म जति सुखमा पनि रमाउन सक्दिनँ। त्यही भएर बिन्ती छ दाइ, उहाँलाई तपाईँले मात्रै रोक्न सक्नुहुन्छ। चिन्ता नगर बहिनी, कसैको कोही छैन नि, सबैको देउता छ। भावना, किन बुझ्दैनौ तिमी? किन बुझ्दैनौ भन त? म हाम्रै भविष्यको लागि विदेश जान खोज्दैछु। दुनियाँसँग हात फैलाउँदाखेरि कसैले मलाई विश्वास गरेका थिएन। बल्ल तल्ल राजन दाइले फकाएर विदेश जानको लागि खर्च जुटाएको थिएँ। बल्ल तल्ल राजन दाइले दिन्छु भनेर भन्नुभएको थियो। रवि भाइ, अब म पैसा जिन्दगीको बाटो तिमी बाटोमा बन्छौ।